आज यति धेरै रमाइलो हुन्छ भनेर मैले सोचेकै थिइनँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। साथीहरू, म फेरि पनि आइसकेँ हजुरहरूको माझमा नयाँ खत्रैवाला दामीवाला भिडियो लिएर। म चाहिँ बिहान 6 बजे उठेर होइन पसल खोल्न जाँदैछु। पसलमा सरसर होइन म चाहिँ बाटोमा छु अहिले। साथीहरू, ट्याक्क लाएर म चाहिँ अब पुलिस बिट्नेर पुगेँ। यहाँदेखि अलिकति परतिर हाम्रो पसल चाहिँ यहीँ नजिकै हो। भन्दा भन्दै म चाहिँ अब पसल पनि पुगेँ। अहिले चाहिँ ट्याक्क लाएर म चाहिँ होइन गैरुन भन्ने ठाउँमा पुगेँ। यहाँ चाहिँ लामा होटल भन्छ होइन। अब हामी चाहिँ यहाँ खानासाना खानुपर्ने हुन्छ साथीहरू। अनि यहाँ चाहिँ किच्ची के भन्छ त्यसको बोर्ड रहेछ। अनि म चाहिँ यस्तो दामी त्यो बोर्डलाई हेरेँ। हाम्रो चाहिँ खाना पनि आइसक्यो। खाना चाहिँ आजको एकदमै लोकल खाना छ, अर्ग्यानिकवाला, एकदमै मिठो बबलवाला। ल साथीहरू, अब मैले चाहिँ खानुपर्ने हुन्छ होइन। म चाहिँ अब फर्स्टमा के खान्छु भन्दाखेरि काँक्रा खानुपर्ने हुन्छ। दामी मिठो लाग्छ होइन। म चाहिँ अब एकदमै फास्ट तरिकाले खान थालेँ साथीहरू। गम कि गम। म चाहिँ त्यहाँबाट गएर फेरि ट्याक्क लाएर बाबरी भन्ने दामी नाम नै बाबरी होइन ठाउँ, यस्तो सुन्दर ठाउँ छ होइन। त्यो ठाउँमा पुगेँ म चाहिँ अहिले। यहाँ चाहिँ एकजना दिदीलाई सामान दिनुपर्ने छ अनि हामी चाहिँ अब सामान निकाल्नु पर्ने छ साथीहरू। यो हाम्रो गाडीभित्र चाहिँ साथीहरू होइन घाम लागेपछि यस्तो यस्तो नसोचेको तातो हुन्छ होइन, गर्मी हुन्छ। यो गाडी सबै टाटिएर होइन यस्तो पोल्छ हामीलाई होइन। अनि म चाहिँ त्यहाँबाट निस्केर सरसर गएर पानीले झम चिसो पानीले मुग्दै होइन। यो पानी चाहिँ जहिलेको तैले यत्तिकै आइरहेको छ होइन पानी। अब चिसो भयो भने हल्का भयो होइन। मैले चाहिँ बाबरी भन्ने बजारमा एउटा यस्तो दामी फुल देखेँ होइन। अनि फुलको चाहिँ एउटा चस्स दामीवाला भिडियो बनाएँ मैले चाहिँ। अनि त्यो ठाउँमा चाहिँ यस्तो खुल्ला चौरी रहेछ होइन। मलाई चाहिँ खुल्ला चौरी देख्ने बित्तिकै उफ्रिन यताउति गर्न मन लाग्छ। अनि जेमेस्टिक गर्ने सोच आयो, तर हाने एकचोटि मैले सकिनँ। रिस उठेर फेरि म ट्राई गर्न थालेँ। ल मैले चाहिँ अघिको रिसले होइन नसकेर यसपालि चाहिँ निखिल उप्रेतीको डिजाइनमा बबाल खत्रेवाला जेमेस्टिक हान्दै साथीहरू। अनि साथीहरू, आजको गर्मी र जिन्दगीमा पहिलोचोटि यति साह्रो गर्मी भएको जस्तो महसुस हुन लाग्यो। अनि चाहिँ हामीले दाजुभाइ दुईजना प्लान बनाएर होइन यसो त्रिजुवा खोलामा हाम फालौँ भनेर सोच्यौँ। म चाहिँ पानी कतिको चिसो रहेछ के कसो छ भनेर सरसर खोलामा गएँ होइन। अनि खोलामा देखेको पानी त तातो छ। मैले चाहिँ तातै भए पनि के भएर पानी नै त हो भनेर म चाहिँ लुगासुगा खोलेर झमझम हाम फाल्न थालेँ होइन। मजा आइरहेको थियो खुबै। मैले चाहिँ एकछिन दाइलाई फोन दिएर मजा लिँदैछु होइन साथीहरू। अनि अब चाहिँ हाम्रो